सो हेलो नमस्ते, म फेरि आइसकेको छु न्यू र फ्रेस रियाक्सन भिडियो लिएर। र अहिले चाहिँ हामी गर्नु जाँदैछु ट्राभिस स्क्वाडको, के हो ट्राभिस हैन नाम, ट्राभिसको ऱ्याप सुन्नु जाँदैछु, त्यो पनि नेपाली भर्जनमा। थाहा पाइसक्नु होला कुन गाना भनेर। सो हेर्दिउँ अब ल मजाले। डान्स चाहिँ गर्नुपर्छ, अब रियाक्सन त त्यही हो। गाना ओहो कविताजी आइसकेछ, अब जुत्ता सुत्ता चाहिँ लाउनु पर्ने हुन्छ मैले चाहिँ होइन। आमामा कत्रो ठुलो साउन्ड हो, बाप रे बाप। हिमाल जस्तै रहेछ तिमी बिहानीको घाम। के हो तिम्रो नाम, परिचय पाम। हिमाल जस्तै रहेछ तिमी बिहानीको घाम। कता हिँडेको बिजुली बगेर ए बालेर रहेछ ब्युट भएर ब्युटी भएर तिमी क्युटी भएर हामी हेरेको हेरे 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 हामी हेरेको हेरे। खतरा। दुर्गेश थापा चाहिँ नेपालीको ट्राभिस स्क्वाड भनेर चाहिँ, स्क्वाड नाम चाहिँ मलाई खासै थाहा छैन होइन, तर भयानक यसले चाहिँ उहाँले चाहिँ खतरा खतरा दिँदैछ होइन। म्युजिक भिडियो चाहिँ कपाल कपाल जोस दिन्छ क्या, दनाक दनाक डान्स गर्ने डान्सको। प्रियङ्का कार्कीको बुढाले त हान्छ होला दुर्गेश थापालाई पिछवाडामा फेरि। के हो सोल्टी भन्छ हट भएर ब्युटी भएर ब्युटी भएर हामी क्युटी भएर केटो हेरेको हेरे केटो हेरेको हेरे केटो हेरेको हेरे केटो हेरेको हे बारी सेरी नाच्दैछ त अनि आमा हेरेको हेरे। टक्लाको टुप्पी हेर न त्यहाँ ले भाइ भाइ साहब। ओइ सेट अनि गोली त लागेको छैन, रगतै निस्केको छैन त। अनि सेतो पो धुवा निस्किँदैछ त। ल ल हेर सेट सेट आज भोलि दुईको गीत फिल्मतिर पिक्चर पिक्चर जा भाइ इन्डस्ट्रीमा को चाहिँ बढी टिक्छ पिक्चर माइक टाबर माइक खालि त्यो माइक देऊ त। आज भोलि दुर्गेशको गीत त्यही देऊ न त्यही जा भाइ इन्डस्ट्रीमा को चाहिँ बढी टिक्छ भएर चर्चा भएको छ। म पैसा उडाउँदै गाडी पैसा छैन उडाउँदै मेरो यस्तै छ पारा, मेरो यस्तै छ धेरै न त हेरेको हेरे। मेरो दुश्मन छ धेरै ओहो चटी लाएर भागेन त। मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरे दुश्मन हिँडेको सेट तिमी कहाँ कट्टा सट्टा फालिदिएर पिस्तल किन्देको कट्टा सट्टा फालिदिएर पिस्तल किन्देको तिमी को यस्तै ल्याङ भएर पिस्तल ओहो मैले यस्तै ल्याङ भएर पिस्तल किन्देको। म चाहिँ तपाईँलाई एउटा स्टाइल स्टाइल होइन के भन्छ साथी त्यसलाई, जादु देखाउनु जाँदैछु। त्यो देखेर चाहिँ नतर्सिनु होला होइन। म जादु देखाउनु चाहन्छु, तर म जित्छु। मलाई चाहिँ एकदम धेरै आज मैले निर्णय गरिसकेको छु। म अब मार्नु चाहन्न। जादु 1 2 3 गो गो। सो देख्नु सक्नुहुन्छ फाइनली मैले पनि मेरो एउटा अन्डालाई त्याग दिएँ। अब म बाउ बन्छु जस्तो मलाई लाग्दैन। विश्वास लाग्दैन भने आउँदा हुन्छ चेक गर्ने। सेट गानाको तर्फ लाग्ने। अब यही गीतलाई आनन्द कार्कीको आवाजबाट आनन्द कार्कीको फेरि यो चाहिँ
भाइको दुश्मन छ धेरै दुश्मन हेरेको हेरे भाइको दुश्मन छ धेरै दुश्मन हेरेको हेरे भाइको दुश्मन छ धेरै हेरेको हेरे भाइको दुश्मन छ धेरै दुश्मन छ हेरेको हेरे एकछिन भिडियो हेर्दिनु यार भागोमा आयो हेरो नि कट्टा hands up बैंक लौड़े और को पनि दोस्त की दुश्मन दोस्त की दुश्मन बैंक लौड़े मेरो हेरे मान्छे ए दोस्रो बनेछ लास्टमा त साथी यार म पनि लगाउँ न हौ एक्सन पो रहेछ त तिमी यता पाउडर खाल ल साथी ल छुट्टो ढिस्काउ गर्छ नि तिमी पनि खाल ल ल छातीमा एकछिन अहिले होइन तर गीतको उयसमा जाओस् न सो मैले चाहिँ अब एउटा स्ट्रङ गर्नु लाग्दैछु होइन तपाईँहरूलाई चाहिँ म देखाउँ दुश्मन हेरेको हेरे दुश्मन हेरेको हेरे सब म चाहिँ एउटा एक्सन गर्नु जाँदैछु त्यो चाहिँ म तपाईँहरूलाई देखाउँछु साथी मलाई फुल देखेको छ नि ल म डिस्काउँ हान्ने बित्तिकै ल म पनि पुरै त्यो फिल्ड त्यो गीत भिडियोमा कस्तो तरिकाले तिनीहरूलाई डिस्काउँ गरेर गोलीबाट धुवा निस्केको छ त्यस्तो म पनि तपाईँहरूलाई गरेर देखाउँछु म पनि हेर्नु होला 1 2 3 गो सक्छ सक्दैन नि फेरि यस्तै यस्तै तरिकाले चाहिँ त्यहाँ एक्टिङ गरेको छ तर पनि ठिकै छ यस्तरी हो क्या एक्टिङ गर्ने भनेको सो अब होइन अरे त्यो साथी पुरै झाँटै झाँट ल्यायो त तिमीले त माकुराको बा सो त्यही हो अब गाना चाहिँ कस्तो लाग्यो म आज बाबालाई गाना चाहिँ बबाल लाग्यो होइन दुर्गेश थापाको के अरे तर अलिकति एक्टिङहरू चाहिँ त्यो गोली हान्दा चाहिँ हल्का एक्टिङ चाहिँ देखिएन हो अन्तखेरि किनकि यस्तै मैदा उडाएको होला क्या तर ठिकै छ नेपालमा पनि खतरा खतरा गीतहरू आउँदैछ सो आजको लागि चाहिँ यति नै फेरि भेट्छु यस्तै खतरा रियाक्सन भिडियो लाइक सेयर सब्सक्राइब फलो रे सब्सक्राइब गरेन भने फेरि दिन्छु नि भराटाले पनि भन्नु सक्दिनँ होइन त्यो तपाईँहरूको मन हो गरे गर्नु नगरे गर्नु ठिकै छ सो त्यही हो आजको लागि चाहिँ नै तपाईँ फेरि भेट्छु हामी यस्तै खतरा रियाक्सन भिडियोमा बाइ